साथीहरु आज चाहिँ फेरि म नयाँ एउटा रेमेडी लिएर आउँदैछु है। नयाँ त हैन, पुरानो नै हो मेरो, म पहिलादेखि नै गर्थे। अन्त आज चाहिँ म यसको भिडियो गर्नु पर्यो। मलाई धेरैले भन्यो त्यसको भिडियो त गर्नु भएको छैन, तपाईले गरेर हाल्नुस् न भनेर भन्दा चाहिँ आज म फेरि भिडियो गर्दैछु। अन्त तपाईहरुलाई देखाउँदैछु। म चाहिँ स्किनको चाहिँ अस्ति तपाईहरुलाई मैले क्रिमको पनि देखाएँ हैन, स्याम्पूको पनि देखाएँ, साबुनको चाहिँ मैले देखाएको थिइन। अन्त म चाहिँ साबुन पनि फेस वासहरु केही युज गर्दिन, घरमै बनाउँछु म साबुन पनि। अन्त म कसरी बनाउँदैछु त्यो पनि तपाईहरुलाई आज म भिडियो देखाउने वाला छु। अन्त यो मेरो भिडियो तपाईहरु लास्टसम्म हेर्दिनुस् है। अन्त यो हेर्नु स्किनको लागि चाहिँ एकदमै राम्रो छ। चायाहरु यस्तो दागहरु भएको चायाहरु भन्छ, म उनीहरुलाई पनि दिन्छु। अन्त आज चाहिँ म भिडियो नै गर्दैछु, हेर्नुस् है म कसरी बनाउँदैछु। अनि हेर्नुस् साथीहरु, मैले यो डब साबुनलाई काटेर राखिराखेको छु। अन्त यहाँ चाहिँ गाजर बिटहरु छ, आलु छ, त्यहाँबाट दालचिनी, बदाम, अन्त सबैलाई यहाँ ग्रेड गरेर राखिरहेको छु मैले। यो आलु, काँक्रा र बिटलाई चाहिँ निचोरेर रस निकाल्दैछु। अन्त यहाँ चामल र दालचिनीलाई पिनिराखेको छु है। अन्त यसो तातो पानीमा चाहिँ मैले डब साबुन हालेँ। यो चाहिँ स्किनको लागि चाहिँ डब साबुन एकदमै राम्रो हुन्छ, त्यसले गर्दा चाहिँ। अन्त हेर्नुस् मैले अब यहाँ के हाल्दैछु। यो चाहिँ दालचिनी र चामल हालेँ। अन्त त्यो अघिको रसहरू डल्लै हालेँ। सानो फिटकेरी पनि छ यसभित्र। यो चाहिँ चामल चाहिँ अलिक बेसी मात्रामा हालेको छु। यसरी सबै भएपछि चाहिँ अन्त यहाँ मैले चाहिँ यो खालि भिडियोको लागि मात्रै कम्ती गरेर देखाउँदैछु। अलरेडी मैले बनाएर प्याकिङहरू भइसकेको छु मेरो है। यो चाहिँ भिडियोको लागि मैले गरेको थिइनँ, त्यसले गर्दा फेरि भिडियो बनाएर चाहिँ अलिकति तपाईँहरूलाई स्याम्पलको लागि चाहिँ देखाउनुको लागि भिडियो बनाइरहेको छु। अनि यहाँ नरिवलको तेल लगाइकन चाहिँ मैले चाहिँ यसरी हालेर त्यहाँबाट मेरो फिनिसिङ साबुन चाहिँ देख्नुहुँदैछ। यो चाहिँ प्याकिङ हुँदैछ यसरी। यसमा चाहिँ हालेपछि आफै जम्मै भइहाल्छ। कस्तो लाग्यो यो भिडियो, लाइक कमेन्ट गर्नुहोस् है।